Hey guys, welcome back to my YouTube channel. It's me Subi Rai. So सबैजनालाई मेरो यो नयाँ ब्लगमा पनि धेरै धेरै स्वागत छ। र आज म चाहिँ बाक्लेक भन्ने ठाउँ जाँदैछु। हाम्रो घरदेखि चाहिँ अलमोस्ट त्यस्तै 2 to 4 आवर्स जस्तै लाग्छ मलाई चाहिँ। अनि त्यहाँ चाहिँ गुराँस पनि फुल्छ र त्यो गुराँस हेर्न चाहिँ विशेष भनेर हिँडेको। अहिले चाहिँ 1 बजिसक्यो। म घरबाट ढिलो हिँडेँ। कतिको फुलेको रहेछ हेर म त अब। यहाँ चाहिँ बाख्राको खोर रहेछ। यहाँ बाख्रा पालन गरेको होला। अहिले त खासै बसेको रहेनछन्। अब बर्खामा चाहिँ हो क्या। अनि यो चाहिँ हेदाङ्गनगरी माथिल्लो हेदाङ्गन गाउँ। धेरै बाक्लो छ यहाँ घरहरू। अनि उता देखिने खेत सबै यहाँकै मान्छेहरूले खेती गर्छन्। र जस रमाइलो छ गाउँघर। हिमालहरू पनि देख्छ। त्यस्तै हो। यहाँ चाहिँ धारा रहेछ। म पानी खाएर जान्छु। कस्तरी एउटै बिना पात झरेको है यो रुख। के हो यो? सिरिस हो कि क्या हो? क्या हो अरे? माथि डाँडामा चाहिँ पक्कै गुराँस भेट्ला। बाक्लेको घरहरू देखिन थाल्यो। यिनीहरू नि हो। ला बाटोमा भुइँसी रहेछ। हान्ने हो कि? कस्तरी हेरेको यत्रो सिङसँगकोले। ला कहाँबाट जानु? ल हेर्नुहोस् त यो भुइँसीको सिङ कति ठुलो। कति राम्रो घर देखियो। नवीना भण्डारीजीको घर। दाउरा राखेको कति राम्रो हो। कति राम्रो साग। कतितिर त साग छैन अहिले। तोरी फलेछ हौ। उफ टुङ आइपुग्यो। भर्खर फुल्दै रहेछ त। कति राम्रो फुलेको। फुलेछ है फुलेछ। पातला फुलेको छ। यस्तै यहाँतिर खासै धेरै पाउँदैन। यति नै फुलेछ। कोही फुल्दैछ। कुनै चाहिँ अलिक बुढो भइसकेछ। भुइँमा झरेछ। गुराँस त सकेछ। धेरै दिन भएको थियो पानी परेको। आज धेरै दिन पछाडि दिन फुलेको थियो। फुल त पानीले हो कि के हो? सिजन गइसकेको हो कि? यति छिटो त नजानु पर्ने। अलिअलि मात्रै छ। सब भुइँमा झरेछ। मैले चाहिँ यति टिपेँ है त। त्यत्तिकै राष्ट्रिय फुल भनेको होइन रहेछ। ल हेर्नुहोस् त साथीहरू। फुल साँच्चीकै नै राम्रो छ है त। मलाई चाहिँ राम्रै लाग्छ। तलको लास्टको डाँडादेखि आएको म। यत्रो टाढो।
यही हेर्नलाई। ओइ फुलको बिचमा फुल चाहिँ सकिसक्यो रहेछ, थोरै बाँकी रहेछ। मेरो रहर पुरा भइगयो। खास यति नै हो। रात पर्यो, अब म फर्किनुपर्छ। कहिले पुग्नु, एक्लै यो जङ्गलको बाटो जानुपर्छ।